त्यहाँ गएर रमाइलो गर्ने हो हाम्रो भ्युज अब के अरे गदलाङको भनेर छ अब हामी सिङ्गल बनाउनलाई हामी अनि अब यात्रा सुरु होला नि होइन अब सुरु हो ल सुरु गरौँ अब होइन सामानहरू सब रेडी भइसक्यो होइन होइन सम्झि के छ ठिक छ नि एकदम ठिक छ हाम्रो अर्को सम्झि नजानेर होइन त्यहाँनिर चाहिँ भर्खर 11 बजी उठेको सम्झि हो फेरि होइन ठिक छ नि मेरो झोला खोइ हो ओ झोला खोइ मेरो लमा झोला घरमै छोरा जस्तो लाग्यो होइन सम्झि छ तामुल हालखबर झोला छोडेछ यहाँनिर झोला बोक्नु पर्यो त्यसपछि टक्क लाएर साङ्जेन आफ्नै गाउँठाउँ घुम्नुपर्छ केटा हो होइन ल आइज केटा हो अलि भएन ल आइज ल एउटा सेल्फी स्टिक भए बवाल हुन्थ्यो है ल केटा आइज नि त अब यहाँबाट हामी अब बाइकमा त्यस्तै 2 घन्टा जतिको यात्रा हुन्छ होला त्यसपछि लगभग 3-4 घन्टा हिँड्नुपर्छ त्यो यात्रा पनि देखाउँछ तपाईँहरूलाई होइन अहिले चाहिँ गाउँबाट हो यो मेरो गाउँ हो होइन टक्कै एक्जिट पोइन्टमा पुग्नु लाग्यो अहिले हामी एकदम खुसी लागिरहेको छ होइन तर पानी मौसमले चाहिँ साथ दिँदैन जस्तो लाग्यो खै हावा चलिरहेको छ होइन ठिक छ त्यही पनि ठिक छ एकदम मोबाइल भइरहेछ ल जाउँ अब केटाहरूको यात्रा सुरु होस् भ्रमण गरेर आऊ बाटोमा बिराम हुन्छ डेक लाग्छ त्यो सबै केही नभओस् माथि गएपछि जोस् भगवान रमाइलो गरेर म तिमीलाई आधी बाटोसम्म पुऱ्याइदिन्छु ल अब यति नै हो बाइकमा यस्तो सामानहरू प्याक हान्नु पर्यो प्याक हानेपछि भेटौँला गाइज ओ हेलो वेलकम केटा हो वेलकम होइन मेरो भ्लगमा तिमीलाई होइन इन्ट्री छ फुल इन्ट्री छ मा कसम होइन फुल इन्ट्री छ मा पाका हामी चाहिँ अब कहाँको यात्रा भन्दाखेरि छाङ्जेन जानु लाग्यो होइन हामी दाजुभाइहरू छाङ्जेन घुम्न जानु लाग्यो छाङ्जेन होइन अब अरू ठाउँ के घुम्नु जाने आफ्नो गाउँमा घुम्नु होइन भनेर यसो होइन गइदिउँ भनेर हाम्रो गाउँ पनि कहाँ मनाङ मुस्ताङ भन्दा कम छ त होइन होइन त मोटे अब यो गाउँ हो यहाँ यो अब टक्क यहाँबाट लगभग 2 घन्टा जति माथि हिँड्नुपर्छ होइन माथि मस्त हिँड्नुपर्छ त्यसपछि अनि लगभग फेरि 3-4 घन्टा हिँड्नुपर्छ होला अब त्यही बाटोतिर भेटौँला अब होइन यहीँ पानी परिसक्यो माथि पुग्नुसम्म त उत्रुकै हुन्छ जस्तो लाग्यो रमाइलो छ जाडो चाहिँ छ मजा एकदम बवाल जाडो भइरहेछ अब फेरि सुरु हुन लाग्यो हाम्रो यात्रा बाटो हरामी छ अब चढौँ होइन ओ ल एकैछिन है ल समात त त्यसलाई चलो भैया जी चलो यो बाइक कराएर
राइडरलाई मान्नै पर्छ। कहिले झार्न परोस् है। बाटो त लाग होला नि तिनीहरू पनि त्यहाँनिर लडेको छ त्यो होइन झारबारी ओटीमा है के गर्नु बाटो हरामी छ केटा हो के गर्नु है यहाँनिर हाम्रो दाइहरू अझै यार तू बाइक काम नरे पाऊ यार मैं आमा यार बाटो यस्तो दामी छ होइन पिच केपी भाइले बनाइदिएको पिच हो यो होइन अनि पनि नेपाल सरकारले बनाएको पिच हो यो अनि पनि यो न तामुला दुने तामुल रो आए क्या अच्छा आज तामुल छ त्यही हो बिन्दास हो बिन्दास टोली यो चुरोटे दाइ साला यो सम्झि के छ ठिक छ नि ठिक छैन मलाई अलिकति बिरामी छ सम्झि अनि हाम्रो ड्राइभर यो हाम्रो पर्सनल ड्राइभर हो यो चाहिँ होइन ड्राइभर सर कस्तो छ अनि तपाईँलाई मुना छ न अनि पो चल्छ अब फेरि सुरु हान्नु पर्ला यहाँबाट अझै 1 घन्टा लाग्छ होला यहाँबाट बाटो एकदम हरायो झरे गर्नु परिरहेको छ कतिको हान्छ यसले हातिर बागे वहाँ भनेपछि यार बाटो यस्तो हरामी छ नि जुत्ताको हालत पनि गइसक्यो हेत्तेरिका गाह्रो भयो केटा हो हाय ठिक छ त्यही पनि रमाइलो भइरहेछ होइन त मोटै रमाइलो भइरहेछ नि त ल बाटो अलि खतम भएको अवस्था त्यही भएर यसो माथिसम्म पहिला यात्रा हान्नु पर्यो हुन नि हिजो लोत पानी परेको थियो कि होइन त मोटै पाका ठिक छ त्यही पनि केही छैन रमाइलो भइरहेछ भाइ पनि होइन के भन्नु हिजो एउटा गाउँमा बसेर पाक्नु दिमागलाई पकाउनु भन्दा बरु यहाँतिर आएर यसो टक्क होइन फ्रेस हुन आउनु ठिक छ के यहाँतिरको हावापानी कस्तो छ क्या कस्तो भनौँ न कस्तो मलाई अहिले केही स्ट्रेसै छैन हो ढाडा हेर्न भने मुला किन हाँसिरहेको छ यत्तिकै हो अब सिन त अब एक ठाउँमा देखाए जस्तो हुन्छ होला अब माथि भेटौँला टक्क रोङ्गा भन्ने ठाउँ भेटौँला अब है ल अब यहाँनिर खाजा खाएर केटाहरू माथिको यात्रा सुरु भएको छ
एकजना अगाडि गइसक्यो यो डेम्सा हिँड्दै हो डेम्सा हिँड्दै यो चस्मा माथि गर्दै त छैन गरी होइन अब यहाँबाट यसरी नै यात्रा सुरु हुँदै जान्छ होइन 3 घण्टा हिँड्नुपर्छ अब 3 घण्टाको यात्रा यतिकै सिमसिमे पानीमा जिस्किने नानी गर्दै जाने होइन त अहिले अनि हाम्रो रेपा दाइ 1-2 शब्द जाओस् न त के जान्छ अब शनि जाने छ भर्खर रोङ्गा आइपुग्यो रोङ्गा आइपुग्यो भने त अब यहाँ ढेम्साबाट खाजासाजा खाइयो अब टक्कमा जाने एकछिन खोला एकदम ठुलो छ अब त्यस्तै 3-4 घण्टा पछि माथि पुग्छ होला रमाइलो अब यो अघि त लत पानीले भिजेर आइयो के गर्नु तर रमाइलो त रमाइलो भयो मोटे है ठिक छ यतिको अनुहारमा त देखा जस्तो हुन्छ सो होइन स्वर्ग हामी त मुला अलि स्वर्ग ठाउँमा जानु क्या माछा अब भोलि देख्छ भोलि अब यहाँबाट एकछिन गाँड फाट्छ यार माथि पुग्नुसम्म त खुट्टा पनि ढुङ्गा पऱ्यो यारमा ल अब माथि जौले चामो पनि भेटौँला एकचोटि अनि रोङ्गाको चामो पनि भेटौँला एकचोटि रमाइलो भइरहेको छ एकदमै मोटे म त देखेँ त नि आएछ नि त यस्तै अब यो न छुमे आज म छुब्री म ता छु म खालि छुब्री म छिउ यहाँ नि चाहिँ त मंबो 언제 나 우주 나오면 죽을라 언제 어디 나오는데 녀 ल माथि रोङ्गामा अब फाइनल्ली केटा हो रोङ्गा आइपुग्यो होइन रोङ्गामा अहिले यस्तो छ बवाल छ रोङ्गा आइपुग्यो रमाइलो छ यो उता पाटिपट्टि झर्ना छ नि त्यसैले त्यहाँबाट हो त्यो झर्नामा पानी खायो भने लाटो मान्छे बाटो हुन्छ भन्ने कुराले भन्थ्यो आवाज पनि सुनिरहेको छैन होला सुरुङ्ग यस्तो बनाएर चाहिँ खुसी लागेको होस् हाम्रो बाउले गरेर यतिकोसम्म भएको त्यति ठिक छ यात्रा एकदम गम्भीर छ पानी परेर बब्बर बनाएर छ त अहिले त्यहाँ है बस भुसो लगाएर अहिले राम्रो देख्दैन मात्र हो कसम त्यो पोहोर चलाउँदा कस्तो थियो यो ठाउँ यार अहिले कस्तो बनायो यार चिमोर बबाल तेरे खतरा सुनिस आज गए थे भाई ठिक छ पानी परिरहेको अवस्था त्यही भएर अलिकति क्यामेरा भिजेको अवस्था त्यही भएर राम्रो आएको छैन भिडियो अलिक खासै यस्तो छ ठाउँ कसम बपर बनाएको छ नि त अहिले यहाँ चाइनिज छोरीहरूले हाम्रो ठाउँ ओ यहाँ आउन चाहिँ दौलासेम अब जाने चाहिँ कहाँबाट हो हामी है बाटो चाहिँ हरामी रहेछ अब यो यसो क्यामेरा पुस्नु पर्ला जस्तो बाटो पानीमा सला डेन्जर रहेछ लोकलहरूले बनाएको ठाउँ हो है कसम यार
हेर्दै बोकेर लाला छ भन्ने ठाउँ त आमा यहाँ त ढुङ्गा कस्तो बेल लाउने रहेछ त जरा पुरै ठाडै आम्मा यो अन्त लाइन हैन जम्पिङ उकालो लास्ट हिँड्न गाह्रो टाढो हो नि पहिला पुल यहाँपट्टि थियो नि उयो अगाडि थियो क्या पुल यहाँनिर त्यहाँ माथिबाट जानु पर्थ्यो अहिले खोइ यहाँबाट बनाइदिएको रहेछ पागलहरूले रमाइलो छ त्यही पनि बोल्यो के सुन्दैन रहेछ के काम यस्तो छ नि यहाँ बोला नि आम्मामा पाँच मिनट लाग्छ त यति छ अब उतादेखि यहाँसम्म आउनुलाई 5 मिनट लाग्छ यार खोला यति हो अब अर्को ठाउँमा भिरौँला अब यहाँ अलिकति उकालो चढ्नुपर्छ त्यसपछि पुरै त्यसो मात्र छ हैन हो यो पुलको नाम चाहिँ जौले चामो भन्दो रहेछ यसलाई चाहिँ यहाँनिर के भन्छ अरे वैशाख जेठतिर आयो भने चाहिँ पुरै हिउँले भर्या हुन्छ यो खोला पुरै मुनिमा हिँड्ने हुन्छ मुनिबाट ठिक छ दुःख नि भइरहेछ रमाइलो नि भइरहेछ हैन बाटो चाहिँ हरामी हो यो चाहिँ म्यानमेड पुल
अब यो उकालो चढ्नुपर्छ भ्लग गर्न सक्दिन जस्तो लाग्यो अब चाहिँ उता माथि गरौँला अब भ्लग नि ओ झन्डै लडाइमा केटा हो भनेर म आइपुग्यो अब चाहिँ होइन टक्क रोज हिँडेर आइयो यहाँनिर यहाँ माथि के भन्छ उडार भन्छ उडार पहिला मान्छेहरू यहाँनिर बस्छ के भन्छ अरे यो गोरालोहरू किन्दा नि बिच बाटोमा रात पऱ्यो भने यहाँतिर बस्छ क्या अब हाम्रो नि एकछिन यहाँनिर बस्नु पर्ला जस्तो लाग्यो ज्यानले अलिक ध्यामेन होइन पर्ला त बाबाले बाउलाइरहेको छ होइन ल ओ ल आज कहाँ आइपुग्यो अरे हामी बिचमा रमाइलो छ नि आम्मा कसम गाड फारे यार है दाइ आया है दाइहरू भन्न दाइहरू हजुर दाइहरू आया है यहाँ कुनामा एकछिन यसो फिलिङ गुड चिसो रहेछ यार यहाँ मा कसम यार अँध्यारो देख्छ त्यहाँ त के हो ल त्यही त हो नि होइन दाइ एडभेन्चर सही चाहिँ अब यहाँनिर थोरै खाजा खाइन्छ होइन चिसो चाहिँ खाइन्छ अनि फेरि हिँड्ने अनि तारो दिएर यहाँ तामा आउँथ्यो अरे मेरोमा छ कि कसमा छ मेरोमा यो यसमा छ कि हेर्नु के भन्छ चाउँदै गाँड फाट्यो यार सम्झी अच्छा आम लम्बो लम्बो भित्र हाल्ने चिया चाहिँ भुसोले गरेर सिनै बिगार्थ्यो भने माछाले अर्को चाहिँ छुट्टीको त ठुलो भने त्यो भनेको मैले आज हाम्रो यात्रा कहाँ अरे साङ्जिन कहाँ चिल्मिएको साङ्जिन होला नि अनि पनि हाम्रो साङ्जिन नि त चिल छ ओडारमा छु अहिले चाहिँ होइन ऊ हाम्रो भान्जा छोरी पनि चिनमा छ के अरे तारो थियो बग्यो तारो सम्झी तपाईँ सुँगल पाउँदै आएको थियो यहाँ सुन्की पाए ता छोरी पाउनु यो चाहिँ मेरो ढेपा दाइ यो चाहिँ मेरो ढेपा दाइ यो चाहिँ मेरो फुर्को सोल्टी भयो मेरो भान्जा भयो यो मेरो सम्झी लेजेन्ड सम्झी मेरो यो एक बोरा चामल एक्लैले बोकेर ल्याइदिरहेको छ यसले यार हामी मुला है दाइ रियल जुस होइन चिकचिक सोध्यो जम्मा चिप्पक मिठो हुन्छ यो जुस मिठो हुन्छ यहाँ सम्झी यहाँ मिठो हुन्छ कि हुँदैन सम्झीले मागेको छ एक बोरा चामल बोकेर चाहिँ हामी मुला केही छैन भने यो झोलामा है कपडा मात्र छ त्यही पनि हामी गाह्रो भइरहेछ भने है दाइ टारिङ ब्रो अब म यहाँ जम्सीसम्म आएन म्याप पाका 1 घन्टाको भयो नि बस्नु के भएर तर 1 घन्टा नै हुँदैन जब 1 मिनट 2 मिनट त छ काट्दै के सबै ल अब यसो रेस्ट सम्झे अब यहाँबाट कति टाइम पुग्छ हामी यो गतिमा क्या यो स्पिडमा चाहिँ कतिमा पुग्छ हामी आधा घन्टामा तिम्रो पुग्छ आधा घन्टामा तिम्रो पुग्छ अनि त्यसपछि चिजुङमु त्यसपछि 15 मिनट त्यसको 15 मिनटमा तिम्रो पुग्छ त्यसको 20 मिनटमा लामु पुग्छ लामुको 5 मिनटमा मुनि पुग्छ देखामा के भन्छ ठेगानमा पुग्छ बासमा
ल अब लामु झेजुङहरू थाहा छैन होला अब म देखाउँछु त्यहाँनिर पुगेपछि केटाहरूलाई हो नि साँच्ची हो नि यतापट्टि पारी त पुरै चाइना भन्दै छुट्यो है माथिबाट भयो हामी अनि अहिले हामी यहाँनिर चाइनाको बोर्डरतिर बसेर चिल हान्रहेको छु अन्त रमाइलो भइरहेको छ होस् गुड फिलिङ गुड हान्रहेछ स्ट्रेस फ्री हो हान्न ल अब झ्याजुङतिर भेटाउँला केटा हो होइन अब यो ओडाबाट निस्केको अवस्था टक्क माथि झ्याजुङमु भन्ने ठाउँको यात्रा अब चाहिँ खोला आममा बोलाइरहेको छ यार नआएको छ मैले पाकेहरूले पुगेको जस्तो भइरहेको छ भने मलाई झोला पनि मलाई कोकले लास चिताउँदो रहेछ बाटो त यस्तै छ है हरामी छ बाटो हामीलाई मौसमले नै हिँडाइरहेको छ जे होस् खुट्टा अब यहाँनिर ठक्क जौले चामा भन्ने ठाउँ आउँछ पहिलातिर यहाँनिर पुरै यो वैशाख जेठतिर आयो भने चाहिँ यहाँतिर पुरै हिउँ हुन्छ यहाँतिर पुरै हिउँ हुन्छ क्या पानी परेर सबै हिउँहरू पग्लेर खोला भइसक्यो अनि यहाँ यत्रो खोला छ अनि हाम्रो मुनि त कत्रो छ त अनि त्यहाँ मुनि गाउँमा हाम्रो गाउँमा रमाइलो भइरहेको छ हिँड्नलाई चाहिँ होस् केटाहरू अगाडि हिँड्न छ लास्ट बुढ्दैको ल अब चाहिँ जौले चामा भन्ने ठाउँमा आइपुग्यो केटाहरू अगाडि गइसक्यो होइन क्यामेरा धेरै हल्लिला हो र टक्क अब यहाँ जानु ओ यही हो जौले चामा पुर्खौली बाजेहरूले बनाएको पुल चामा भनेको चाहिँ पुल हो फेरि ठाउँमा चामा भन्छ नेपाली भाषाबाट पुल यहाँ पहिला म आउँदाखेरि पुरै हिउँ थियो यहाँनिर यो खोला मुनिबाट जान्थ्यो हिउँबाट माथिबाट हिँड्नु पर्थ्यो अहिले चाहिँ झरी लाग्यो त्यही भएर यहाँतिर नि माछा आयो हुन्थ्यो नि माछै आउँदैन यहाँतिर यसो फिसिङ हान्नु हुन्थ्यो जौले चामा केटाहरू अगाडि पुग्यो पुलको दर्शन गरिदिनु न यस्तो होइन ढोकिदिनु मजाले पहिला यसो ढोकिदिनु होइन ढोकिदिनु पहिला होइन केही नहोस् भनेर खोला लगाएको छ यात्रा गम्भीर छ यो उकालो चढिरहेको छ केटाहरू अब फेरि उकालो सक्नै नसक्ने उकालो मात्र छ भने मा कसम यही हो ल जौले चामा अरे खोइ जौले भनेको चाहिँ जुलुवा हो अरू थाहा भएन मलाई नि कहानीहरू त्यस्तै हो खोला चाहिँ बवालै छ माछा आयो भने बवाल हुन्थ्यो यो ठाउँमा माथि हिँडिसक्यो आफू जहाँको त्यहीँ छ फेरि हेर्दा मात्रै त्यहाँ पुगे जस्तो लाग्छ हिँड्यो भने धेरै हिँड्नुपर्छ फेरि यो जौले चाम भयो अब झेजुङमु भन्ने ठाउँ छ अब त्यहाँ भेट्नुपर्छ त्यहाँ गहिरो एकदमै गहिरो के भन्छ अरे झरना होइन खोला पुलको मुनि पुरै गहिरो छ कि केटा माथि डाँडा काटिसक्यो अब झिजुङमु भेटौँला